30 वर्ष पुग्दासम्म मलाई थाहा नभएका लाइफ ह्याक्स। यो हेरेर तपाईलाई पछुतो हुँदैन। 1. ब्यान्डेजको बीचमा सुन्तलाको बोक्रा राख्नुहोस्। यसलाई बायाँ हातको नाडीको बीचमा टास्नुहोस्। यसरी बस, कार वा कुनै पनि सवारी साधन चढ्दा वाकवाकी वा गाडी लाग्ने समस्या हुँदैन। 2. डाउन ज्याकेटमा तेलको दाग लाग्यो र ड्राई क्लिन दिन चाहनुहुन्न भने साबुनलाई तौलियाभित्र बेर्नुहोस्, त्यसमा अल्कोहल स्प्रे गर्नुहोस् र कफ तथा धेरै दाग लागेको भाग पुछ्नुहोस्। दाग सबै तौलियामा सर्छ, पछि सेतो सिरका व्हाइट भिनेगर लगाएको सफा तौलियाले पुछ्नुहोस् ताकि साबुनको असर हटोस् र सेतो दाग नपरोस्। अन्त्यमा हेयर ड्रायरले सुकाउनुहोस्, ज्याकेट सफा हुन्छ। 3. स्टिल स्क्रबरमा डोरी बलियोसँग बाँध्नुहोस्, त्यसलाई प्लास्टिक बोतलको मुखबाट भित्र हाल्नुहोस् र ढकनी लगाउनुहोस्। यसरी जाडोमा भाँडा माझ्दा हात चिसिँदैन र प्रयोगपछि झुन्ड्याएर सुकाउन पनि सजिलो हुन्छ। 4. ढोकाको फ्रेम र ढोकामा 2वटा हुक टाँस्नुहोस्। पानीको बोतलमा डोरी बाँधेर ढोकामा झुन्ड्याउनुहोस्। अब ढोका आफै बन्द हुन्छ। 5. बुढाबुढी वा आँखाले राम्रो नदेख्नेका लागि धागो सुईमा हाल्ने सजिलो उपाय। सानो कागजको टुक्रा लिनुहोस् र धागो त्यसमा च्याप्नुहोस्। धागोको टुप्पोलाई कागजको धारिलो कुनासँग मिलाउनुहोस्, त्यो कुनालाई सुईको प्वालबाट धकेल्नुहोस्। नङले च्यापेर तान्दा धागो सजिलै भित्र जान्छ। 6. मोमो बनाउँदा डिस्पोजेबल पेपर कप प्रयोग गर्नुहोस्। मोमोको छालामा पानी लगाउन यसलाई प्रयोग गर्दा उमाल्दा फुट्दैन र रस चुहिँदैन। 7. पेपर कपको तल्लो भागमा टुथपिकले केही साना प्वाल पार्नुहोस्, त्यो कपलाई अर्को कपभित्र राख्नुहोस्। अब चियापत्ती राखेर तातो पानी खन्याउनुहोस् र हल्का घुमाउनुहोस्। चियापत्ती भएको कप निकाल्नुहोस्। अब सफा चिया तयार। 8. भान्सामा काँचका मसला बोतल र तेलका बोतलमा समयसँगै बाक्लो तेल जम्छ। यसै सफा गर्न प्लास्टिकको झोलाभित्र भाँडा माझ्ने साबुन हाल्नुहोस्, त्यसले बोतल पुछ्नुहोस्, चिल्लो फोहोर झोलामै टाँसिन्छ। पछि सफा पानीले पखाल्नुहोस्, नयाँ जस्तै चम्किन्छ। 9. वास्तवमा ब्यान्डेज यसरी प्रयोग गरिन्छ। दुवै छेउको बीचमा सानो चिरा लगाउनुहोस्, औँलाको जोर्नीमा टाँस्नुहोस्, यसरी औँला सजिलै मोडिन्छ र ब्यान्डेज खस्दैन।